मुद्दा दर्ता गर्दै हुनुहुन्छ भने अथवा दर्ता गरिसक्नु भएको रहेछ भने यी तीनवटा कुरा जान्नुहोस् है त। पहिलो, अदालतबाट सम्पत्ति विवरण नलुकाउनुहोस्। कहिले पनि तपाईले अदालतले मागेको सम्पत्ति विवरण मागेको अवस्था छ भने कुनै पनि अवस्थामा सम्पत्ति विवरण नलुकाउनु होला। यदि तपाईले लुकाउनु भएको स्थिति छ भने विपक्षी वा प्रतिवादीले अंश दपोटको मुद्दा हाल्यो भने त्यस्तो सम्पत्ति तपाईलाई पछि नहुने अवस्था सिर्जना हुन्छ। दोस्रो, अदालतले तोकेको तारिख नछुटाउने। मुद्दा दर्ता गरिसकेपछि कहिले पनि तपाईले आफ्नो तारिख अदालतले तोकेको तारिख नछुटाउनु होला। तेस्रो, अदालतले जहिले पनि मौखिक प्रमाण भन्दा लिखत प्रमाणलाई धेरै मान्यता दिने भएको कारणले गर्दाखेरि मौखिक प्रमाण भन्दा पनि लिखत प्रमाण चाहिँ सङ्कलन गर्नु र पेश गर्नु होला।